आफ्नै दाइलाई मारेर जेल गए, संविधान दिवसमा आम माफी पाएर जेलबाट छुटे। अहिले पूर्व पत्नी सहित 2 छोरीको घनले हानेर विभत्स हत्या गरे। श्रीमान वैदेशिक रोजगारीमा यता परिवार नै सिध्याइदिए। बुटवलको होराइजन चोक स्थित मिलिजुली पथ मंगलबार साँझसम्म सामान्य र शान्त देखिने यो आवासीय क्षेत्रमा बुधबार बिहान 4 बजेतिर एउटा डरलाग्दो त्रासदीले सधैँका लागि कालो धब्बा लगाइदियो। यहाँ 30 वर्षीय दीपा बस्याल र उनका 2 निर्दोष छोरीहरू 7 वर्षीय स्नेहा र 4 वर्षीय हिमानीको विभत्स हत्या भएको अवस्थामा शव फेला पर्यो। घटनास्थलको दृश्य निकै भयावह थियो। रगतले लतपतिएको भुइँ, शवहरूमाथि घन र चक्कु प्रहार गरिएका छरपष्ट निशानहरू, जसले यो हत्या कति निर्ममतापूर्वक गरिएको थियो भन्ने देखाउँथ्यो। प्रहरीको प्रारम्भिक अनुसन्धानले यो जघन्य अपराधका पछाडि सुजन कोइरालाको हात रहेको पत्ता लगायो। सुजन मृतक दीपाका पूर्व पति थिए। उनीहरूको सम्बन्ध विच्छेद भइसकेको थियो। सुजनले दीपालाई मंगलबार साँझ आफ्नै घरमा बोलाएका थिए। बुधबार बिहानको त्यो अँध्यारो समयमा जब संसार निन्द्रामा लीन थियो, सुजनले पाशविक रूपमा दीपा र उनका 2 अबोध छोरीहरूको जीवनमा घन र चक्कु चलाए। यो घटनाको सबैभन्दा मर्मस्पर्शी र गम्भीर पक्ष भने सुजन कोइरालाको आपराधिक पृष्ठभूमि हो। उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय काटेका व्यक्ति थिए। तर विडम्बना यो छ कि केही वर्ष अघि संविधान दिवसको अवसरमा सरकारले दिएको कैद माफी अन्तर्गत उनलाई जेलबाट रिहा गरिएको थियो। उनी 10 वर्ष जेल बसी आम माफी पाएर छुटेका व्यक्ति हुन्। एक आपराधिक पृष्ठभूमि भएको व्यक्तिलाई समाजमा फर्काउँदा उनीहरूको पुनरावृत्ति र मानसिक अवस्थाबारे पर्याप्त मूल्याङ्कन नहुँदा समाजले कति ठूलो मूल्य चुकाउनु पर्छ भन्ने यो घटनाले स्पष्ट पारेको छ। सरकारले सुध्रिने मौका दिएको व्यक्तिले कसरी फेरि यस्तै जघन्य अपराध दोहोर्याउँछ भन्ने यस घटनाले देखाउँछ। मृतक दीपा बस्याल पाल्पाको तानसेन नगरपालिका 7 कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य कर्मीका रूपमा कार्यरत थिइन्। उनी समाजको सेवामा समर्पित थिइन्। उनको जीवन र उनका 2 छोरीहरूको भविष्य, जो समाजका लागि आशाका किरण बन्न सक्थे, एकाएक समाप्त भयो। सम्बन्ध विच्छेदपछि दीपाले नवलपरासीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन्। हत्या गरिएका 2 बालिकाहरू स्नेहा र हिमानी भने शङ्कर ढकालतर्फका रहेका थिए। हत्यामा संलग्न भएको आरोपमा 32 वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएका छौं। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र राणाले भने उनी हत्या गरिएकी दीपाका पूर्वपति रहेको पाइएको छ। उनीहरू बीच करिब 8 वर्ष पहिला नै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। सम्बन्ध विच्छेद भएर अर्कैसँग विवाह गरी बसेकी पूर्व पत्नी र 2 छोरीहरूलाई पूर्व पतिले आफ्नो